सबैभन्दा पहिला तपाईँ भिडियोको टाइटलमा क्लिक गर्नुहोला अनि तपाईँलाई तलपट्टि तपाईँलाई एप लिङ्क भनेर देख्न सक्नुहुन्छ। त्यसमा क्लिक गर्नुहोला तपाईँ अनि त्यसमा क्लिक गरेपछि तपाईँलाई प्ले स्टोरमा रिडाइरेक्ट भएर लाग्छ। त्यसमा तपाईँले त्यसलाई इन्स्टल गर्नुहोला अनि इन्स्टल गरी ओपन गर्नुहोला साथीहरू। म सिम्पली त्यसलाई इन्स्टल गरी अनि साइन अप गरेर तपाईँले फुल प्रोसेस देखाउँछ साथीहरू। त्यसको लागि तपाईँले सुरुमा हाम्रो यस च्यानललाई सब्सक्राइब गर्नुहोला साथीहरू। छेउमा रहेको बेल आइकन प्रेस गरिदिनु होला। र त साथीहरू, यसलाई हामी सिम्पली हामीलाई यसमा कसरी साइन अप गर्ने, कसरी यसबाट अर्निङ गर्ने, कसरी सजिलैसँग भेरिफाई गर्न सकिन्छ त्यसको बारेमा हामी भन्न गइरहेको छौँ साथीहरू। त्यसको लागि तपाईँले भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुहोला साथीहरू। अब हामीले तलपट्टि देख्न सक्नुहुन्छ हाम्रो नम्बर फिलअप गर्नुपर्ने हुन्छ। यहाँ तपाईँले नम्बर मागेको छ, हामी यसलाई सिम्पली नम्बर फिलअप गरेर नेक्स्ट गरिदिन्छौँ। अनि हाम्रो यो नम्बरमा चाहिँ एउटा ओटिपी कोड जानेछ। त्यसलाई हामीले तलपट्टि हामीले त्यो ओटिपी कोडलाई फिलअप गरेर अर्को प्रोसेसमा जानेछ। फेरि हामीले अनि भेरिफाईमा क्लिक गर्नुपर्ने हुन्छ। हामी यसलाई सिम्पली त्यो मेसेजमा आएको ओटिपीलाई त्यसमा हामी फिलअप गरेर ओपन गरौँ। हाम्रो यो हुँदैछ साथीहरू। अनि यसलाई अलवेज गर्नुहोला तपाईँले अनि भेरिफाईमा क्लिक गर्नुहोला अनि तपाईँको सामु यस्तो इन्टरफेस ओपन भएछ। अब तपाईँले देख्न सक्नुहुन्छ क्रिएट अ पासकोड भनेको छ। यसमा तपाईँले आफ्नो पासकोडलाई फिलअप गर्नुहोला। अब तपाईँले जुन पासकोड तपाईँ यसमा फिलअप गर्न चाहनुहुन्छ त्यो गर्नुहोला साथीहरू। यदि पासकोड तपाईँको म्याच गर्दैन भने तपाईँले सुरुको त्यो लेटर चाहिँ क्यापिटलमा हाल्नुहोला साथीहरू। अनि तपाईँले माथिपट्टि जुन पासकोड हाल्नुभएको छ त्यसलाई तल कन्फर्म गर्नुहोला अनि नेक्स्ट अर्को प्रोसेस खुल्नेछ त्यसमा क्लिक गर्नुहोला। हाम्रो चाहिँ पासकोड मिस्टेक भयो जस्तो छ साथीहरू, देख्न सक्नुहुन्छ। हामी यसमा सिम्पली हामी यसलाई सुरुको लेटरलाई क्यापिटल गरेर हेरौँ कस्तो देखिन्छ। त्यो फेरि हेरौँला। देख्न सक्नुहुन्छ हाम्रो पासकोड चाहिँ भइसक्यो अनि अर्को प्रोसेस खोलेर आइसक्यो साथीहरू। प्लिज इन्टर योर डिटेल मागेको छ साथीहरू। सुरुमा हामीले नाम दिनुपर्ने हुन्छ, आफ्नो नेम के हो त्यो फिलअप गर्नुपर्ने हुन्छ। अनि त्यो नाम दिइसकेपछि तलपट्टि हामीले लास्ट नेम भनेको छ त्यसमा आफ्नो के थर हो त्यो थरलाई हामीले फिलअप गर्नुपर्ने हुन्छ। अनि तलपट्टि आफ्नो इमेल एड्रेसलाई फिलअप गर्नु होला। अनि तलपट्टि तपाईँले देख्न सक्नुहुन्छ जुन नम्बर मागेको छ त्यसलाई फिलअप गर्नु होला। अनि अन्त्यमा तल रेफरल कोड भनेको छ 9078 DCB5 त्यो चाहिँ तपाईँले आफ्नो यो तल अन्तिममा फिलअप गर्नु होला। तपाईँको चाहिँ सुरुमा 10 रुपिस चाहिँ तपाईँको यस अकाउन्टमा आउनेछ। त्यसलाई तपाईँले इन्स्टेन्ट विथड्र गर्न पनि सक्नुहुन्छ। तपाईँ आफ्नो एन्टी सिममा पनि गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले त्यो कोडलाई गर्नु होला साथीहरू। हामी सिम्पली यसलाई फिलअप गरेर अर्को प्रोसेस ओपन भएर आउँछ साथीहरू। देख्न सक्नुहुन्छ हामीले सबै यसमा हाम्रो डिटेल चाहिँ फिलअप गरिसक्यौँ। अब हामीले हाम्रो सामु अर्को प्रोसेस आयो क्रिएट पिनमा। अब हामीले कन्फर्म गराउनु पर्यो। कन्फर्म पिन गरिसकेपछि हाम्रो चाहिँ अकाउन्ट चाहिँ रेडी भइसक्यो साथीहरू। देख्न सक्नुहुन्छ अकाउन्ट भइसकेपछि हामीलाई यस्तो इन्टरफेस देखिन्छ। यो चाहिँ एउटा डिजिटल वालेट हो साथीहरू। यसबाट तपाईँले यसमा अर्निङ गरेको पैसालाई तपाईँले मोबाइल सप बिजुली खानेपानी तपाईँले एक हिसाबले ईश्वर जस्तै एप भनेर ठान्नु होला साथीहरू। हामीले यसमा रेफर गरेर अर्निङ गर्ने हो, अरू अर्निङ गर्ने मेथड छैन साथीहरू। ल त साथीहरू,